गाइज धेरै पछि भुन्टे ब्लग्समा सबैलाई स्वागत छ है त। आज चाहिँ डक्का हामी चाहिँ दाजुभाइ भएर यहाँ जू हेर्न आएको है। यहाँ देख्न सक्नुहुन्छ बोर्डमा है, पच्चभैया प्राणी उद्यान वन्यजन्तु उद्धार केन्द्र, पच्चभैया जोलोजिकल पार्क एन्ड वाइल्ड लाइफ रेस्क्यु देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ पोखरा महानगरपालिका 30, 31 र 32 कास्की गण्डकी प्रदेशमा पर्ने रहेछ यो चाहिँ। त्यो छ हाम्रो यहाँ पिक्चर चाहिँ देख्न सक्नुहुन्छ है। टक्क लाएर यहाँ हाम्रो यहाँ कुन कुन जनावर छ नि बोर्डको माध्यमबाट हामीले सुरुमा हेर्न सकिन्छ। टक्कै देख्न सक्नुहुन्छ है। हामी अब जान पर्ने हुन्छ टक्क अलि तल चिलपाडामा। हामी चाहिँ अहिले घर जान लाग्यो, गाउँ लमजुङ जान लाग्यो। यहाँ बाटोमै पर्छ, त्यो भएर दाजुभाइ चाहिँ बस्तीको अवस्था नत्र गाउँ घरतिर देखिरहेको हुन्छौँ हामीलाई जनावर त। त्यही पनि यता टिसिन पनि हुन्छ। हामी दुईजना भ्लगर परेपछि गाह्रो है। हाम्रो इन्ट्री भइसक्यो। अजिङ्गर देख्न सक्नुहुन्छ यहाँ, अजिङ्गर भनेर लेखेको छ। अब यहाँ अजिङ्गर देखाउँछु हजुरहरूलाई म है। कता छ त नि अजिङ्गर? अजिङ्गर आऊ देख्यौ? भिडियोमा किन देखेन यार? यहाँ चाहिँ अजिङ्गर छ गाइज। टक्क लाएर हामी अजिङ्गर हेरेर यतै यहाँ सेतो खरायो होइन। यो देख्न सकिन्छ। यो चाहिँ के हो सुमन भाइ? नाम लेखेर हुन्छ कि फेरि यहाँ मृग होइन? बोर्ड त टाँसेको कि नामै नलेखा यार, के होला गाइज यो? यहाँ चाहिँ के छ? ओ यसलाई चाहिँ के भन्छ? उल भन्छ होइन? ओडोपुयल। अनि यता हाम्रो के छ यो? यहाँ लेखेर नाम त है इगल, गिद्ध रहेछ। यहाँ चाहिँ गिद्ध हो, गिद्ध गिद्ध रहेछ यहाँ चाहिँ। हाम्रो यहाँ चाहिँ के छ? चिल रहेछ नि त। यहाँ चाहिँ चिल, ब्ल्याक काइट भन्छ। देख्न सक्नुहुन्छ है। हाम्रो यहाँ छ, हाम्रो यहाँ मयूर, यसलाई मयूर भन्छ होइन? मयूर पिकक, हामी मयूर छ। हाम्रो यता के छ त नि फेरि? यहाँ चाहिँ उल्लु रहेछ नि त, उल्लु। उतापट्टि अपोजिट साइडमा नि उल्लु थियो, यहाँ पनि उल्लु रहेछ है। यो चाहिँ अर्कै खाले उल्लु रहेछ कि, यस्तो बबाल रहेछ है। तिमीहरूसँग म्याच हान्दो रहेछ हो। अनुहार चाहिँ मेरो साथीहरूसँग म्याच हान्दो रहेछ अरे के। केटाहरूले फेरि ठिस हान्छन्, तेरै जस्तो रहेछ अनुहार भन्न सक्छन् है भिडियोको माध्यमबाट कमेन्टमा। ल अब हामी चाहिँ उतातिर गइन्छ गाइज, एकछिनमा अब देखाउँछौँ हामी गाइज। यहाँ चाहिँ खरायोको बच्चा रहेछ यस्तो बबाल। तर त्यो बच्चा अघि त हिँडेको थिएन। बच्चा यस्तो सानो यस्तरी राख्दो रहेछ खरायोले। माउले चाहिँ बच्चालाई यस्तो, माउहरू चाहिँ खाना खाँदैछन् है। खानामा चाहिँ के छ भन्दा पन्दाको पात खाँदैछन्। यस्तो राम्रो बच्चा है। ऑल राइट गाइज, हामी एउटा गेटबाट छिरेर त्यहाँ भित्रको हेरेर आइयो। अब हामी चाहिँ अर्को ठाउँतिर, अब यतातिर आइयो। हाम्रो गाउँ ठाउँमा देखिराख्ने चिज रहेछ यहाँ चाहिँ। यो चाहिँ हाम्रो सोल्टी रहेछ, मदर सोल्टी। ल हान्छेको हाम्रो यो भाइले फेरि छुन मनाइ छ भने ऊ रातो बाँदर रहेछ नि त। फेरि बाँदर मात्र होला भनेको, रातो बाँदर रहेछ नाम चाहिँ सोल्टी। सोल्टी हो कि मेरो त यार। ओए यहाँ चाहिँ वन बिरालु रहेछ नि त गाइज। वन बिरालु चाहिँ मैले देखेको थिएन, फर्स्ट टाइम हो। लगभग बाघको बच्चा जस्तै रहेछ है। यस्तो बवाल छ।
यहाँ चाहिँ के छ यहाँ चाहिँ ठुलो निर बिरालो ठुलो निर बिरालो ठुलो निर बिरालो गाइज ठुलो निर बिरालो हेरौँ त त्यहाँ देख्नुभयो तपाईँहरूले मैले त देखेँ भिडियोमा चाहिँ अहिले देखेन भल ठुलो रहेछ यार निर बिरालो त यहाँ अर्को फेरि टाटेपाटे बिरालो छ त यार यसको नाम चाहिँ के रहेछ आमा बबाल छ त है यो त यार चरी बाघ बाघ नै झन् बिरालो जस्तो देख्यो उता बाघ जस्तो देखेको त्यताको बाघ जस्तो देखेको ल यताको झन् बिरालो जस्तो नि देख्यो चरी बाघ रहेछ के अरे गाइजहरू यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ चरी बाघ अब हामी चाहिँ तल गइन्छ है अब चितुवा सितुवा नै छ भन्ने सुनेछ हामीलाई ढिलो भएको अवस्था छ त्यही भएर हामी चाहिँ रनिङ हान्दै जान्छौँ अब सुमन अब हामी चाहिँ गाउँमा गएर अब काम गर्नुपर्ने हो हामीलाई टाइमको धेरै सदुपयोग गर्नुपर्ने छ टाइम वेस्ट गर्न अलिक गाह्रै छ हामीलाई अहिले त्यही भएर टाइमको सदुपयोग गर्दै भाग्दै थोरै समयमा धेरै चिज हेर्ने उद्देश्यको साथ हामी आएको यहाँ चाहिँ खाली छ गाइज यहाँ नि खाली छ लेखेर रहेछ कछुवा रहेछ नि त यहाँ त कछुवा लेख्यो नि त फेरि यहाँ उता सारे होला नि सारे रहेछ के अरे नि यो चाहिँ रूपातालको भ्यू है गाइज टक्क यस्तो राम्रो छ रूपातालको भ्यू चाहिँ भाइहरू घुमेर आइसके चितुवा देखो बाबुहरू कस्तो रहेछ राम्रो रहेछ कहाँबाट आएको बेङमेस्तालबाट ल राम्रो रह्यो भनेपछि है भुन्टे ब्लग्स भनेर हेर है भरे गर तिमीहरू आफैलाई देख्छौ है ल सर है ल बाई बाई भाइहरूले फेरि अब झ्यापै भिडियो बनाइदिएको खत्रै भ्लगर सोचेँ होला नि म चाहिँ भर्खर सुरु गर्दै रहेको सिकारु जस्तै हो भुन्टे ब्लग्स भनेको भाइहरूले भुन्टे ब्लग्स भन्दै गन भरे चाहिँ हेर्छन् कि जस्तो भाइहरूले है यो भिडियो चाहिँ हाल्न पर्ने हुन्छ यो चाहिँ अब चितुवा देखिन्छ हामीले एकछिनमा हामी चाहिँ यहाँ चितुवा हटायो यहाँ चाहिँ यस्तो देख्यो डु नट क्रस द रोप्ड अफ एरिया भने यहाँ चाहिँ हामीले यो डोरीले घेरिएको क्षेत्र पार नगर्नुहोस् भनेको हो यहाँ चाहिँ हामी सचेत हुनुपर्छ यो क्षेत्रभित्र चाहिँ जानु भएन हामी डर हुन्छ चितुवा भनेको छानछुने जनावर होइन अट्याक हान्न सक्छ है म चाहिँ अब हजुरहरूलाई चितुवा देखाउँछु चितुवा है देख्न सक्नुहुन्छ चितुवाको हेराइ यस्तो बवाल छ त चितुवा त देख्छस् केटा हो हेर गाइजहरू देख्न सक्नुहुन्छ चितुवा सानो भयो भने यस्तो डर लाग्दो छ नि ल चितुवा यही हो है अब हामी अगाडि चाहिँ तालको भ्यू छ अब एकछिनमा भेट्नेछौँ है त हामी होल राइट गाइज हामी चाहिँ जू हेरेर अहिले यता अलि अगाडि आएपछि जूभित्रै हामीले यस्तो राम्रो दृश्य यहाँदेखिको हाम्रो रूपातालको दृश्य देख्न सकिन्छ यस्तो राम्रो छ यहाँ अझै तलपट्टि जू छ तर अब हामी चाहिँ ढिलो भएको कारणले हामी गाउँमा गएर काम गर्नुपर्ने छ त्यही भएर हामी चाहिँ अब तल नजाने यतापट्टि जू छ त्यहाँ चाहिँ चितुवा छ भने उता अरू जनावरहरू हामीले हेरेर आइसक्यो भाइ चाहिँ यहाँ छन् भने म चाहिँ यहाँ छु देख्न सक्नुहुन्छ आजलाई यति नै थियो हाम्रो आजको सर्ट एन्ड स्विट ब्लग जू हेरेर आज हामीले राम्रो दिन बनाइयो हजुरहरू पनि एक दिन यो जूमा आउनुहोस् राम्रो छ यो ठाउँ जू हेरेर यस्तो राम्रो ठाउँ आएर यसो घुमघाम गरेर जानु होला है यस्तो राम्रो हिमाल पनि देखिन्छ यहाँबाट
आजलाई यति नै थियो गाइज ल सबैलाई बाई बाई स्टे सेफ स्टे हेल्दी है त सी यू इन नेक्स्ट ब्लग गाइज टेक केयर अल अफ यू